तेल हाल्यो है आवश्यक अनुसार है हाम्रो क्वान्टिटी कति छ त्यसको अनुसार गरौँ 4 पिस जिरा हाल्ने है त्यसपछि मैले यो यति जिरा भइसके पछाडि रेड चिल्ली हाल्ने है हैन रेड चिल्ली हाल्ने त्यसपछि मसँग एभाइलेबल भए थोरै जिन्जर गार्लिक कटिङ म जस्ट इक्जाम्पल हामीसँग पेस्ट छ नभए पनि हुन्छ तर राम्रो छ भने यसको अझै कटिङ जिन्जर गार्लिक कटिङ भयो है पियाज अनि त्यसपछि हाम्रो यो हल्का ब्राउन कलर भयो धेरै ब्राउन कलर हाल्नु पर्यो ओके अनि यसपछि हामीले पियाज हाल्यो है त्यसपछि मैले ग्रिन चिल्ली चप हाल्ने है 50% कुक भइसकेर हल्का ब्राउन कलरमा आयो हैन अब हामीले टमाटर गरिदिन्छौँ है गार्लिक पेस्ट है आवश्यक टेस्ट अनुसार हामीले नुन हाल्यौँ है नुन हालेँ अनि मैले यो थोरै ब्ल्याक पेपर है तपाईँको त्यसपछि थोरै चिल्ली पाउडर हालेँ है जिरा पाउडर है जिरा पाउडर लिएर आऊ जिरा पाउडर त्यो चाहिँदैन राजमा बोइल गरेको छ है राजमा बोइल गरेको छ राजमा मैले अब हालिदिन्छु है मजाले अब यसलाई पकाउने है राजमा चामलले राजमा चावल राजमा मसला मसला है ठीक छ ठिक छ